यस्तो छ अगाडिको भ्यू चाहिँ। अनि 2 सेकेन्ड पज गरेर जो जान्छ मान्छे त्यहाँ बस्छ। तिमी बोल्न त मिलिहाल्छ नि। अनि गो भनेपछि सबै सक्यो अब त रुदे कस्तो रुदिलो खुलायो त्यो चाहिँ 40 मिलियन को यार जस्टिन बिबर बस्ने ठाउँ। हेलो गाइस, वेलकम ब्याक टु आवर न्यू भिडियो। आज चाहिँ हामी जेस्की गर्न जानु लाग्यो। भर्खर हामी सबै उठ्यौँ अनि एलबिएनबाट बाहिर निस्क्यौँ। अब यहाँदेखि 15 मिनट्सको जति ड्राइभ रहेछ। अनि आज जेस्की र भेगेछ भने बिच पनि जान्छौँ। चाहिँ सबै हिँड्यौँ, हल्का लेट भएको छ, त्यही पनि अब चल्छ होला। ल गाइस, कति मिनट भयो तिमीहरू उठेको? तिमीहरू उठेको कति मिनट भयो? 5 मिनट कि 10 मिनट? म उठेको त भयो 1 घन्टा भइसक्यो। सबसे सुरुमा उठेर जम्मालाई उठाएको है गाइजहरू मैले चाहिँ। त्यो नपत्ताऊ। ल गाइजहरू, हामी चाहिँ पार्किङमा पाउन अलिक गाह्रो भयो। अनि हाम्रो अपोइन्टमेन्ट मिस हुन्छ भने 2 जना चाहिँ निस्क्यौँ। उनीहरू पार्किङ खोजेर आउँछन्। यहाँदेखि 5 मिनट जति हिँड्नुपर्छ। हामीले चाहिँ 3टा जेट्सकी बुक गरे हो। एउटा चाहिँ 10:30 सुरु हुन्छ, अर्को 11 देखि 12 सम्म हुन्छ। त्यही भएर अब सुरुकोमा अब यिनीहरू पार्किङ भेट्ला जस्तो छैन, हामी नै गर्छौँ होला। के छ त नि अझै एक्साइटेड छ? त्यो होला कि त्यो होला। ल गाइस, हामी चाहिँ बिचमा आइपुग्यौँ तर कन्फ्युज छौँ कता हो। भ्यू चाहिँ राम्रो छ है गाइजहरू। हामी त लास्टै हिजोदेखि एउटा प्लान सक्सेस भएको छैन। यता इमेल केही गरेन है। गरे हेर्दाखेरि चाहिँ वेब धेरै छ अरे। अनि त्यसपछि आज अलि मिल्दैन। अनि त्यही भएर भोलिको लागि रिस्केड्युल गऱ्यौँ। अब त्यसको चाहिँ भोलि गर्ने। अहिले त्यो टुर चाहिँ छ, अहिलेसम्म क्यान्सल भएको छैन। टुर पनि आज हुन्छ जस्तो छैन। यस्तो अनलक्की परे हाम, न त पार्किङ पाएको छौँ। हजुर, यहाँको रेस्टुरेन्टको एभरेज प्राइस गेस गरौँ न। मतलब एभरेज डाइनिङ प्राइस कति? 100 प्लस छ। 50 to 100 त यिनीहरूको यस्तो छ रेस्टुरेन्ट। ल हामी चाहिँ लास्ट भोक लागेर भर्खर खाना आएको। जेस्की गर्न पाइएन के अरे आज। अनि एउटा मेक्सिकन रेस्टुरेन्टमा आएको, पार्किङ गर्न आएको। अनि यता छन् त केटाहरू त। यो रेस्टुरेन्टमा जानु लाग्यो हामी चाहिँ। त्यहाँ छ हाम्रो पार्किङ गर्ने ठाउँ। आयो गाइजहरू, हाम्रो एउटा आइरिस कफी आयो। अरू चाहिँ पर्सन स्यान्डविच। हामी 3 जना चाहिँ त्यो मगाएको थियो। उसले वाफेल्स मगाएको छ। त्यो चाहिँ प्योर मेक्सिकन खाना। यो चाहिँ हाम्रो आइरिस कफी। त्यस्तै छ। अब लास्ट भोक लाग्यो। ल गाइस, हामी चाहिँ खाएर निस्क्यो। अब यसो पार्किङतिर जान्छौँ, हाम्रो यही पार्किङमा। अनि त्यहाँदेखि हिँड्दै बिचमा जान्छौँ, किनकि पार्किङको लास्टै झन्झट रहेछ। यहाँ आधा घन्टा 45 मिनट राख्यौँ होला। यही अगाडिको गाडी हो। अनि $20 भनेको त धेरै नै हो 45 मिनटको लागि। अनि त्यसपछि उता बिचतिर पनि पाइन्छ कि पाइँदैन। त्यही भएर हामीले घरकै पार्किङमा पार्क गरेर 25 मिनट जति हिँड्नुपर्छ। हिँड्छौँ अब रमाइलो गर्दै। यही गाडी होइन हाम्रो। ल हामी चाहिँ यहाँ चप्पल किन्न आएको छौँ एउटा पसलमा। त्यो पसलमा एउटा चप्पल किन्छौँ। एउटा नै 6वटा चप्पल किन्छौँ। त्यसपछि बिच जाने। हामी चाहिँ अलिअलि सपिङ गरेको। तर तिमी लाइसेन्स छ? माग्यो त्यो लाइसेन्स त छ। तिमीले जे गर्नु भयो। यो चाहिँ चप्पल माग्यो भने माग्दैन होला यो नर्मल बेलामा त। गाइस, अब चप्पल लाएर जाने। क्याब नलिगौँ। ल गाइस, हामी चाहिँ बिच आउन आइसक्यौँ भन्दा हुन्छ। पार्किङ केटाहरू पार्किङ खोज्दैछन्। हामी चाहिँ यो लिएर सेटअप गर्दै गरौँ न त एक ठाउँमा बसेर भनेर हो। ल अब म अगाडिको भ्यू देखाउँदैछु।
यो गाइस यस्तो छ अगाडिको भ्यू बीच चाहिँ अलि उतातिर जाँदा रमाइलो हुन्छ होला यस्तो छ आजको माहौल चाहिँ रमाइलो छ यो त्यो पनि याटहरू पनि चढ्ने हो हामी एकछिनपछि 3:30 मा चाहिँ अहिले हामी 1.5 आवर जति बीचमा स्पेन्ड गर्छौँ अब अगाडि चाहिँ हामी अब एउटा ठाउँमा त्यो अम्ब्रेला लगाउँछौँ यस्तो छ अगाडि भ्यू अहिले चाहिँ अलिक क्राउड हुन्छ यो ठाउँमा किनकि सबसे फेमस बिचै हो यो अब त्यहाँदेखि चल्छ त्यहीँ लगाउनु पर्छ क्या धेरै टाढा पनि नजाउँ नाइस छ भ्यू त यो चाहिँ हाम्रो सानो सेटअप हो यस्तो छ यो चाहिँ हामी बस्नको लागि होइन यस्तो सामानहरू राख्नको लागि मात्र अहिले एकैचोटि घाम पनि बन्द भयो यस्तो छ अगाडिको भ्यू चाहिँ अब हल्का फोटोसुट हान्छ अनि त्यसपछि चाहिँ जानुपर्छ उता चाहिँ एकदमै भिड छ यता चाहिँ ठिकै छ फाइनल्ली मायामीको बिचमा मैले खुट्टा भिजाएर क्या वेभ चाहिँ आज धेरै छ त्यही भएर जेट स्की गर्न मिलेन अघि तर जे होस् रमाइलो चाहिँ गर्नुपर्छ अब हल्का फोटोसुटहरू र सबै आइसक्यो यिनीहरू पनि पार्क गरेर अब चाहिँ यसो एउटा रिल बनाउने रे आलोकले अनि त्यसको लागि हामी के गर्नुपर्छ अरे अनि त्यसपछि चाहिँ स्विम गर्छौँ मलाई त पानी हाम फाल्न मन लाग्यो कि आलोक तिम्रो रिल छिटो बनाऊँ अनि त्यसपछि पानीमा जाऊँ वेट टाइम छैन हो बस्न धेरै म त जाँदिनँ फोटोसुट हान्नु म चाहिँ अब सकिएको यहाँसम्म जान्छु रुजिसक्यो रुचि कस्तो रुजिलो लाख नुनिलो छ यार ल अब एकदिन डाइभ हान्नु पऱ्यो यार भिडियो पछि बनाऊँ त Alright guys, अब हामी जाने ल अब हामी पोजिसनमा छ एकजना मात्रै क्यामेरादेखि यहाँ ठ्याक्कै यहाँ मान्छे चाहिँ भित्रमा बस्छ जो मान्छे सानो छु म जान्छु होइन क्यामेरा छोपिनु पऱ्यो अलिक छोपिनु पऱ्यो छोपिरहेको छ छोपे छैन टाउको देख्यो जो जान्छ त्यसलाई रिल देखाइ टाउकोले छोप्या हो कि अनि गएर अनि 2 सेकेन्ड पज गरेर जो जान्छ मान्छे त्यहाँ बस्छ तिमी बोल्न त मिलिहाल्छ नि अनि गो भनेपछि सबैमा उफ्रिने हो रिलेटेड एकचोटि हेरौँ न लास्ट रमाइलो भयो भर्खर हामी आधा 1 घन्टा जति स्विम गऱ्यौँ बिचमा पुगेको है यस्तो राम्रो राम्रो वेभ आइरहेको थियो रमाइलो भयो अब चाहिँ हाम्रो याट टुर छ त्यहाँ जान छ तपाईँहरू आइसक्यो एकछिन घाममा सुक्छौँ त्यसपछि यहाँबाट लाग्छौँ ल गाइजहरू आज चाहिँ एकदमै पोपट भइरहेको हाम्रो
यो पनि छुटो ट्राफिकले गर्दाखेरि 3:30 बजेको अपोइन्टमेन्ट 3:30 भइसक्यो 3:40 भइसक्यो अगाडि नै चेक इन गर्नुपर्ने थियो अब हाम्रो गल्ती पनि छैन एकदमै ट्राफिक थियो अब हामीले टाइम मार्जिन पनि राखेकै नै थियौँ अब यो क्यान्सल भयो अब मिलेछ भने चाहिँ आजकै दिनमा अर्को गर्छौँ कि त भोलि गर्छौँ अब हेरौँ के हुन्छ अब जाँदैछौँ कि अझै 10 मिनट त जानै लाग्छ अनि हेर्नुपर्छ गाइस जे भयो नि आज प्लान सक्सेस नभए नि करेक्सन चाहिँ भइरहेछ बिहान पनि जेटस्कीको भोलि रिस्केड्युल भयो अहिले 3:30 बजेको पनि अहिले रिस्केड्युल गरेर 5:30 बजेको भयो अब 1 घन्टा जति छ 1 घन्टा यतै डुल्छौँ अनि जे होस् गर्न चाहिँ पाइने भयो यो गाइस अहिले चाहिँ यसो डाउनटाउनतिर अगाडि भ्यू चाहिँ त्यस्तो छ डाउनटाउनको भ्यू यस्तो छ अब हामी 1 घन्टा चाहिँ यत्तिकै डुल्छौँ अनि आउँछ 1 घन्टापछि उनीहरूलाई छिटो बोलाउ न फेरि यो पनि छुट्छ के यहाँ चाहिँ फुड डेलिभरी गर्न चाहिँ मान्छे जाँदैन यहाँ एउटा अटोमेटिक मेसिन हुन्छ यहाँ यसैले डेलिभर गर्छ आफै हिँड्छ यो अहिले किन रोकिरहेछ अनि आफै जान्छ हेर्छ फुल्ली अटोनोमस हो यो अनि डेलिभर गर्छ यसले त्यस्तो छ अगाडि यस्तो छ अघि मैले रङ भनेछु यो चाहिँ खाना डेलिभर गर्ने होइन खाना डेलिभर गर्ने अर्को हो यो चाहिँ एडभर्टाइजमेन्ट गर्ने रहेछ यो यत्तिकै हिँड्छ अनि मान्छे डिटेक्ट गर्यो भने रोक्छ अनि यो बक्स खोल्छ त्यसपछि दिन्छ म चेक गर्छु है त नठोक है मलाई अब यो खुल्छ होला सायद त्यो खुल्छ अनि केही पिक गर्ने केही अप्सनहरू हुन्छ अनि त्यसपछि जाने के हो खासमा यो ए ड्रिङ्क रहेछ फ्री ड्रिङ्क पानीमा हालेर खाने रहेछ यो अब प्रोडक्ट किन्नको लागि एडभर्टाइज गरे जस्तो छ मौसम पनि आज राम्रै छ अलिअलि हावा लागेको छ दिउँसो बिचमा नि घाम लागेको थियो अहिले फेरि अदरवान लागिसक्यो 5:30 को सनसेट छ हाम्रो त्यो क्रुज पनि 5:30 मा सुरु हुन्छ त्यही भएर सनसेट त बाहिरैदेखि हेर्न पाइन्छ हामी चाहिँ एउटा फोटो खिच्ने राम्रो भ्यू आउने ठाउँमा आएको छौँ अगाडि यस्तो छ अनि यहाँ यसो फोटोसोटो खिच्ने निस्किनु भनेर अगाडि त खतरनाक सिन छ नि त्यस्तो छ हामी पनि युएसमा त होइन हामी चढ्ने जाने ठुलो हुन्छ त्यो चाहिँ प्राइभेट रेन्ट गर्नुको लागि होला राम्रो छ भ्यू चाहिँ वाउ गाइस उनीहरू त अझै टाढै छन् यार अब फर्किनुपर्छ एकछिनमा यहाँको भ्यू चाहिँ यस्तो छ हल्का बिच टाइपको भ्यू छ यहाँ फेरि अहिलेको ठाउँमा भन्दा हल्का यता आएको चाहिँ अर्को एउटा पार्क यो केटाहरू उहाँ रहेछन् अब अझै हाफ एन आवर्स बाँकी छ सबै ठाउँ राम्रो छ जुन ठाउँ गए पनि फोटो खिच्ने जस्तो भ्यू छ जता गए पनि राम्रो राम्रो ठाउँ छ कि यहाँ यही क्रुजको साइडमा चाहिँ एउटा मल जस्तो रहेछ क्या त्यहाँभित्र चाहिँ एकदमै के छ अगाडि रेस्टुरेन्टहरू अनि अलिक बढी नोइज छ मेरो आवाज पनि आएको छैन होला यो अहिले यस्तो थिएन त यताबाट जाउँ यताबाट जाउँ सिधै पानी छ जताबाट आएको त्यताबाट जाउँ रमाइलो छ हाम्रो लाइनको त एकदमै राम्रो छ तर उहाँसम्म त्यो हो हाम्रो के भन्छ त्यसलाई क्रुज भन्छ
के हो तर लाइन चाहिँ यत्रो लामो छ गाइजहरू यस्तो छ यहाँ भ्यू चाहिँ फाइनली हामी चढ्यौँ बस्ने सिट चाहिँ छ जस्तो छैन तर अब कता जाने फर्स्ट फ्लोर जाने हो र माथि हजुर मिल्दैन रे मिल्दैन मैले सोधेँ अब छोड्दै छोड्दै त्यही भएर अगाडि नै बस्नुपर्छ कि लाइनमा ल गाइजहरू हाम्रो बोट चाहिँ हिँड्यो यस्तो छ बाहिर हामी त उभियौँ अलि लाइनमा पछाडि थियौँ बस्नुभन्दा बरु उभिनै ठिक होला भनेर यस्तो छ यो हिँड्ने खतरा छ के हो यो गरी धेरै मान्छे बस्ने ठाउँ रहेछ त्यो बोट चाहिँ जुन कसरी गर्छ यसलाई त्यो बोट चाहिँ $25 मिलियन को बोट के त्यो चाहिँ हामी पुल तर्दैछौँ हाम्रो एउटा आइल्यान्ड है पनि आइल्यान्डहरू छ पछाडि चाहिँ ज्याकी च्यानको रहेछ त्यो चाहिँ ज्याकी च्यानको घर one night $7,000 Esta coreografía le entrega tus cintas amarillas en el piso, un boxeador blanco al frente. Le pertenece al famoso boxeador Flair, vestido por Instagram. त्यहाँ भएको घर चाहिँ एउटा साकिराको है फेमस सिङ्गर साकिरा यो चाहिँ डिजे खलिदको घर रे सब फेमस मान्छेहरू यहीँ बस्दा रहेछ यो चाहिँ 40 मिलियन के यार Ahí la Fisher a su izquierda. USA भरिको सबसे एक्सपेन्सिभ आइल्यान्ड the cargo area of Miami. 1 month We have 15 cranes was imported from Germany. अनि जस्टिन बिबर Each one of these cranes can take 500 containers every day. Then we're on the opposite side of the cruise line. Además de dicho Alemania, el cargo de Miami esta tiene 15 grúas que fueron importadas de Alemania. Cada una de ellas tiene la capacidad de sacar 500 contenedores diariamente. Y estamos del otro lado. गाइस भर्खर सकियो अलि लामो नै भयो अनि अल्छी लाग्यो यही थियो हामी गएको यस्तो वाइल्ड ठाउँ थियो यति दामी रियल हो कि होइन छुट्याउनै गाह्रो भयो एकछिन त अनि त्यसपछि त हेर्दा हेर्दै अल्छी लाग्यो ओहो त्यो आइल्यान्डहरू अनि दामी ठाउँ थियो कस्तो लाग्यो अब ठिकै भनौँ त्यस्तो अब 3 out of 5 भन्छु म होइन किनभने एकदम धेरै क्राउडी थियो अनि होइन यो एक्सपिरियन्सलाई चाहिँ म अलिक कम भन्छु तर भ्यूहरू जे देख्यो भ्यूहरू चाहिँ म 5 out of 5 नै भन्छु त्यो त अब त पुगिसक्यो यो डाउनटाउनको भ्यू त 10 ठाउँदेखि देखियो होला म भिडियो नि गराएँ एउटा पोइन्टमा पुगेपछि त अल्छी लाग्यो भिडियो गराउन नि अनि भयो भनेर छोडिदिएँ अब यो पनि रातो भएछ बिहान दिउँसो पहेँलो थियो र गाइस आज यही एन्ड गरिदिउँ क्या अब घर गएर खाना पकाएर खान पनि सक्छौँ कि बाहिर गएर खान पनि सक्छौँ एन्ड चाहिँ घरै गएर गर्छु ल आजको दिन त लास्ट रमाइलो भयो अब